रुमभित्र बस्ने बोर्ड लगाएर हामी चाहिँ अब एकछिन यसो इन्डिया घुमेर आउने भनेर बस्छ। यो म्याडम धेरै लास्टै पत्र नक्कली भयो कि त्यही भएर म बेचिदिन्छु यसलाई। अमेरिकाको इन्डियामा जान लाग्यो यो दिदीलाई बेच्नु लाग्यो इन्डिया उपर फोहोरहरू रहेछ यता त हेर्नु त यस्तो के हो यस्तो? यही हो बोर्डर। ऊ त्यो नेपाल र ऊ त्यो त्यहाँदेखि रुमभित्र बस्ने बोर्ड लगाएर हामी चाहिँ अब एकछिन यसो इन्डिया घुमेर आउने भनेर बसेर इन्डिया जानलाई दाइ म अनि बहिनी जानु लागेको इन्डिया। गएको दिदी त्यहाँ ब्याग ए ए मगाइदिनु इन्डिया घुमेर आउनलाई दिन त त्यहाँ साडी पनि दिइराख्ने। भोलि आउनलाई साडी आइरन गर्न दिनु पऱ्यो भनेको बिर्सिजाँदो रहेछ। जस मौसम कस्तो राम्रो छ हेर्नु न यहाँको। हेर्नु त कस्तो दामी। ओहो हामी चाहिँ दाइलाई लिएर इन्डिया जानु लागेको। मेरो जेठा दाइ मेरो ठुलमाको जेठा छोरा हो क्या। अनि इन्डियामा त्यहाँ मान्छे मऱ्यो भने लानु खोजिरहेको छैन अल्छी गरेर। अनि हामी जबरजस्ती जाउँ दाइ भनेर लागिरहेको छ। अब मैले गाइज यो म्याडम धेरै लास्टै पत्र नक्कली भयो कि त्यही भएर म बेचिदिन्छु यसलाई। अमेरिकाको इन्डियामा जान लाग्यो यो दिदीलाई बेच्नु जान लाग्यो अमेरिकाको इन्डियामा जान लाग्यो यो दिदीलाई बेच्नु जान लाग्यो म्याडमको हामीले यस्तो टुकटुक भन्थ्यो यस्तोलाई। तर उता विराटनगर धरान पूर्वतिर त सफारी खोइ के पो भन्दो रहेछ। अच्छा इन्डिया उपर फोहोरहरू रहेछ यता त हेर्नु त यस्तो के हो यस्तो? यही हो बोर्डर। ऊ त्यो नेपाल र ऊ त्यो त्यहाँदेखि चाहिँ उता भारत रे। दाइ के पाउँछ यहाँ स्पेसल सस्तो? तपाईँहरू यहाँ के किन्नुहुन्छ? पहिला त्यो जान्थ्यो नि हामी चिनी तेल है त्यो यहाँनिर कैसावाला दिखाना एक दफा। हामी इन्डिया आएको ब्लाउज चाहिएको छ नि मलाई नि त्यो त एउटा। ब्लड रेड है हामीले चाहिँ खोजेको जस्तो अब ब्लाउज पाएन क्या। खोजेको जस्तो ब्लाउज पाएन बहिनीले। अनि जाँदैछौँ सेक्सी छ नि त उसलाई अलिकति ओपन चाहिन्छ क्या बेबे। हामी चाहिँ ल्यासेस किन्न आएको यहाँनिर हेर्नु न। त्यो फेरम लभली देखेर त पहिला आमा बाउहरूले अरूहरूले लगाएको मनपर्छ। यो एक्सएल मात्रै रहेछ डबल एक्सएल छ। ल अहिले यही दिनु न। अहिले ठिक छ यही दिनु न। अनुहार हेर्नु न यसको र मेरो अनुहार कस्तो थकित पाराले कस्तो देखायो निन्द्रा लाएर। अनि त्यसपछि अनि म त यस्तै काखमा बसिरहेको थिएँ नि कपाल यस्तरी चलाएको हातमा कपाल आउँछ। अनि के भएछ भनेर छिर्छिर्बाट खोलेर के अनि फेरि यस्तरी समातेको त कपाल त लर डर लाग्यो अनुहार देखाइदियो त तेरो हेरौँ खै हेरौँ हिरोनीको अगाडि फर्के यहाँ कपाल हेर्नु न। वान साइडको मात्रै कस्तो भएको थियो ढाँडा। अनि रुन्छ फेरि स्कुल जाने बेला भइसक्यो धर रुन्छ मेरो कपाल यता पनि आउँदैन कि नानी यस्तै ठट्यो पैसा चढेछ यसलाई। अनि के गर्छु त नि अब काटेपछि दाइको कपाल यता हेर्नु त एउटा अर्को नहुन भान्जी उस्तै मामा उस्तै त्यही सुतेछन् त्यही पढेछन् त्यही खाएछन् यहीँ राखेन भगवान् कसम दम गरेन ठाउँमै नहो जस्तो गरेन।
अब आमाले भन्नु होइन कपाल हेर्नु आमाले भन्नु होइन के होइन के भन्ने यार मैले यो गोदामै बनाहान् गोदामै हो कोठा त्यो छ सबै सामान व्यवस्थित गर्न राख कस्तो छ यसको पढाइ मलाई आगोमा पकाएको खाना मनपर्छ उयो नि लाउनु न अहिले भर्खर लगाएको लगाउनु न दाइ हामीले उता इन्डियाबाट किन्ने ल्याएको भर्खर कस्तो देख्छ मलाई बहिनी हेर अरे लगाउनु त दाइ ल हाल्दिनँ ल म हाल्दिनँ कहीँ के लिक भयो भने म त गएँ फेरि लगाउनु न दाइ ओहो यता हेर्नु त टिका लगाउनु त लिपस्टिक लगाउनु त हामीले अघि इन्डियामा किनेको सामान हो क्या यो चाहिँ गाइस तर काठमाडौँमा यो कति एक्सपेन्सिभ पर्छ हेर्नु न यो त हामीले कति सस्तोमा किनेको क्या 200 रुपियाँ यो 250 भने चाहिँ यो पनि 200 रुपियाँमा लिएर आएको क्या छोरी मान्छे हो यस्तो त चाहिन्छ नि त होइन यो चाहिँ यता दिदीको छोरीलाई ल्याइदिएको हामी चाहिँ खानासाना खाएर अब चाहिँ हामी सुत्नु लाग्यो किनकि हामीलाई कस्तो हामी एकदम थकित भएर बसेका छौँ कि अन्त अब सुतेँ अनि थ्याङ्क यू फर वाचिङ गाइज अनि लाइक कमेन्ट सेयर सब्सक्राइब प्लिज सबजनाले गरिदिनु होला मेरो युट्युब च्यानललाई सकेसम्म माया पनि दिनु होला माया गर्नुहुन्छ भन्ने आशा राख्छु होइन गुड नाइट बाई बाई मेरो हात कौला भाँचिरहेको छ क्या त्यो चाहिँ वाच नगर्नु ल